के तपाई 20, 25 वा 30 वर्षको हुनुहुन्छ र अझै पनि मनभित्र लाइफमा के गर्ने हो भन्ने प्रश्नले सताइरहेको छ? यदि हो भने यो भिडियो तपाईका लागि हो। सबैभन्दा पहिले एउटा कुरा क्लियर गरौँ, कन्फ्युज हुनु कमजोरी होइन। यसको अर्थ हो तपाई आफ्नो बाटो खोज्दै हुनुहुन्छ। धेरै मानिसहरू अरूले देखाएको बाटोमै हिँड्छन्, तर तपाई आफ्नै जीवनलाई लिएर प्रश्न गरिरहनु भएको छ र त्यो आफैमा साहस हो। अब यो कन्फ्युजनबाट निस्कने उपाय के त भन्दा, अहिले तपाईको अगाडि जे अवसर छ, सानो भन्दा सानो किन नहोस्, त्यसलाई सुरु गरिहाल्नुहोस्। किनकि जब तपाई हिँड्न थाल्नुहुन्छ तब मात्र बाटो देखिन थाल्छ। जिन्दगीको बाटो कहिले पनि एकैचोटि क्लियर हुँदैन। कसैले पनि पूरा नक्सा लिएर सुरु गरेको हुँदैन। तपाईलाई कुनै कुरामा केवल 5% मात्रै इन्ट्रेस्ट लाग्छ भने पनि त्यसमा काम गर्न सुरु गर्नुहोस्। असफल हुन्छु कि भन्ने डर लाग्छ या अरूले के सोच्लान् भन्ने मनमा डर आउँछ भने पनि त्यही डरका साथ सुरु गर्नुहोस्। कसैको च्याप्टर 10 सँग आफ्नो च्याप्टर 1 तुलना गरेर आफैलाई सानो नठान्नुहोस्, किनकि तपाईको समय र अरूको समय फरक छ। त्यसैले अहिले ठूलो लक्ष्य खोज्न नभाग्नुहोस्। आजको लागि यति मात्र सोच्नुहोस्, आज म के सिक्न सक्छु, आज म आफूलाई अलिकति कसरी राम्रो बनाउन सक्छु। यिनै साना कदमहरूले बिस्तारै तपाईलाई क्ल्यारिटी दिन थाल्छ। सबै कुरा आजै स्पष्ट हुनुपर्छ भन्ने छैन, तर यदि तपाई इमानदारीताका साथ अघि बढिरहनु भयो भने एक दिन तपाईले आफैलाई भन्नुहुनेछ, त्यो कन्फ्युजनै मेरो सुरुवात रहेछ। जिन्दगी तपाईको हो, सुरुवात पनि तपाईले नै गर्नुपर्छ। अल द बेस्ट।